के भो माया के भो अब बिस्तारले चाहिँ कसरी पोल्यो के दिदी ओर्काएर कि फर्काएर अब रात दिन हमला कि धमला गर्दै हिँड्छिस् अनि पपुलर हुन्न दिदी काजु काण्डवालीलाई भनेको नचाहिने कुरो गरेर नि भो कोही बा कुकुर्नीलाई नि आजकल ऋषि धमलाले काजुको पावर दिन सक्दैन रहेछ मैले यो बिल्कुल यो कुरो गरे भने मन पर्दैन हो त दिदी हो त अनि हाम्रा कमरेड त दिदी कमरेड यो मुजी प्रचण्डे चोर र यो केपी चोरको गुलाम यो चम्चा गिरीलाई चाहिँ दर्शकबिन यी हुन् रमा कार्की यिनीले आफूलाई सामाजिक सञ्जालमा पाठी भनेर चिनाइसकेकी छिन् हो के हो यिनका बुढासँगका यस्ता राम्रा राम्रा कला प्रतिभाहरू देखाएर यिनका फ्यान्सहरूले पनि निकै राम्रा राम्रा आशीर्वाद दिइराखेका नै हुन्छन् होइन मन पर्ने भने त गोरीले मात्रै देखेर मन पर्ने कुरो होइन आज यिनीले नेपालका 2-3 जना चर्चित व्यक्तिहरूका विषयमा के भन्न खोजिरहेकी छिन् त भिडियोलाई अन्तसम्म हेर्नुहोला भनेर त्यसरी अनुरोध गरेको यसलाई चाहिँ राजाले पहिल्यैबाट चिन्नु हुन्थ्यो राजाले फोटो खिच्न बोलाउनु भयो अरे यति धेरै पपुलर त हुने त बहिष्कार अब रात दिन हमला कि धमला गर्दै हिँड्छिस् अनि पपुलर हुन्न हाम्रो देशलाई न राजा चाहिए पार्टी त प्रचण्ड छ केपी ओली छ शेरबहादुर डिबा छ न त्यो केपी चोर चाहिए न प्रचण्डे चोर चाहिए हाम्रो देशलाई चाहिएको भनेको रवि लान्छाने र बालन शाह जस्तो युवा चाहिएको हो कि इमानदारी युवा चाहिएको यो पत्रकारलाई पनि यिनीहरूले किनेर इन्टरभ्यू दिन्छन् र हो कि कस्तो खालको पत्रकार हो नचाहिने कुरो गरेर नि भो पुलिसले मजाले दनक लाएको रहेछ हिजो अस्ति चोट भएको थिए अहिले फेरि नेपाली बुढोले सुमसुमाउन लाग्छ यसलाई भन्न खोजेको होइन फेरि तपाईँ हजुर फेरि नरिसानु होला कहिले कोसँग कतिवटाको पोइ बिगार्छिस् है तैँले कतिवटाको छोरा बिगार्छिस् एउटासँग बस्न छपक्का लागेर बिहा गरेर कहिले यता कहिले उता किरा पर्लाई जाँथे तर लाज लाग्दैन अरूको पोइहरूसँग टाँसिएर सुमसुमाउँदै हिँड्नलाई कुकुर्नी बिहा गर एउटासँग बस दुनियाँको चाख्दै हिँडेपछि लाज नभएकी नकचा एउटा राम्रो मान्छेले अर्का राम्रो मान्छेलाई सम्झाएको यो ज्ञान अर्तिपूर्ति चाहिँ शर्मिला वैबाले सिक्नै पर्छ है त दिदी बरु यो कालेको मुख त देखिरहेको छ बरु रवि दाइको विषयमा बोलौँ न त है 3 दलले 50 करोड चाहिँ युवराज सरकारलाई दिएको छ सुन्नुभयो तपाईँहरूले यसको कुरा 3 दल मिलेर 50 करोड रुपियाँ दिएको छ अरे यसलाई रवि दाइलाई सिद्ध्याउने मार्ने जेल हाल्ने भनेर यो मुजी प्रचण्डे चोर र यो केपी चोरको गुलाम यो चम्चा गिरीलाई चाहिँ यो देश लुटुवा देश चोर कहाँनिर बस्ने रहेछ यसको चाहिँ गाडमा समातेर लिएर गएर जेलभित्र कोचेर रवि दाइलाई चाहिँ जेलबाट निकाल्नु पर्छ है साथीहरू बसमा हिँड्ने पैसा छैन थियो मुजीको अहिले चाहिँ नि केपी ओली र प्रचण्डे चोरको गुलाम गरेर चम्चागिरी गरेर चाहिँ यसले पैसा कमाछ त्यही भएर रवि दाइको खिलाफ बार बोलिरहेछ यो मुजी चोरलाई चाहिँ घिसटेर गाडमा समातेर यसलाई जेलमा हाल्नु पर्छ युवराजे भन्ने खातेलाई यो 50 करोड रुपियाँ लिएर चाहिँ नि रवि दाइको खिलाफ बोल्ने मुजीलाई यस्तालाई चाहिँ छोड्नु हुनु है यस्तालाई चाहिँ पक्रिनु पर्छ है साथीहरू तपाईँहरू सबैले चाहिँ नि यो भिडियो सेयर गर्नु होला यो खातेलाई चाहिँ पक्रेर जेलमा हाल्नु पर्छ यो चोर युवराजे केपी ओली मुर्दाबाद प्रचण्डे मुर्दाबाद यो पनि मरो यो मुजी युवराजे पनि मुर्दाबाद तपाईँ हामी बसेर टुचुकै बसेर कुरो गरौँ मैले भन्नुपर्ने जस्तो त केही छैन सबै यो पाठी दिदीले भनेर गइसकेन होइन यो भिडियोलाई चाहिँ सेयर गरिदिनु होला म केही बोल्दैन अरू तपाईँलाई के भन्न मन छ भने कृपया कमेन्ट बक्समा कमेन्ट हान्दै जानु होला ठग्दै जानु होला यो भिडियो त्यहाँसम्म पनि पुर्याइदिनु होला है त